Hello everyone. हामी चाहिँ आज राम पनि आइछ यहाँनिर हामी चाहिँ आज कहाँ जाँदैछ सर्वेमा जाँदैछ युनिभर्सिटीबाट त्रिपुरा अगरतला सिट पनि साट्यो यता पनि रङको आइपुग्यो हाम्रो बस चाहिँ रोक्यो 15 मिनट्सको लागि त्यो पनि अल्छी लाग्दो हरेस भयो हरेस प्रज्ञा हेलो सनिलाले चाहिँ यहाँ चाहिँ के गर्दैछ कान्छे हेर्दैछ हामीले चाहिँ अम्बक देख्यो खाइसक्यो यहाँ चन्दन पनि आइरहेको छ हामीसँग गफ चाहिँ एनजेपी आइपुग्यो नट एनजेपी के हो जङ्सन आइपुग्यो सबजना हाम्रो गाइजहरू हामी चाहिँ अब यहाँ गाडी गर्नु आएको यहाँदेखि चाहिँ अब हामी एनजेपी जाने हामी चाहिँ एनजेपी गएको होइन अन्त हाम्रो सिचुएसन चाहिँ यस्तो छ यस्तो टाइट होइन यस्तो छ म देखाउँछु हामी कस्तो भयो हामी जाँदैछ एनजेपी भनेर यहाँ हेर्नुहोस् यस्तो यहाँ सिट कहाँ हो मान्छे कहाँ हो थाहा छैन मेरो यहाँ छ यो भूमिकाको भयो यो चन्दनको भयो यहाँ सङ्गीताको भयो यस्तो भएर चाहिँ जाँदैछ हामी चाहिँ एनजेपी गएको अम्बो साँच्ची होला यस्तो गरम फेरि यो सिलगढीमा पुरा गरम रहेछ अहिले चाहिँ हामी चाहिँ अब एनजेपी आइपुग्यो हामी हिँड्दै हिँड्दै जाँदैछ हामी चाहिँ एउटा टोटोमा आएको थियो नि त अनि अब यस्तो घाम चाहिँ गरम रहेछ सिलगढीमा त यहाँ चाहिँ हाम्रै ग्रुप मात्रै छ ततो लुगा लगाएर हिँड्ने हो अरू चाहिँ सब सर्टहरूमा एकदम खुलामा हिँड्नुहुँदैछ लाइक दिस हेर्नुहोस् यहाँनिर हामी मात्रै हो यहाँ ततो लुगा लगाएर आउने कालो लुगाहरू लगाएर आइरहेको छ हामी चाहिँ यो तत्रो खोलौँ भने पनि हाम्रो बोक्ने ठाउँ छैन हो अलरेडी यति भारी छ त्यही भएर हामीले खोलेको छैन अहिले एकछिनमा खोल्ने हो पहिला पुगौँ है पहिला हामी एनजेपी आइपुग्यो यहाँ अरे अहिले पुरा नयाँ बनाएको रहेछ यता केही चिन्दैन रहेछ यहाँ फेरि यति धुलो यस्तो रहेछ यहाँ चाहिँ आमामा माथिबाट पनि बनाउँदै रहेछ नि त त्यही भएर एकदम नयाँ नयाँ सा लग रहा है हामी चाहिँ यहाँ आइपुग्यो होइन हाम्रो साथीहरू चाहिँ प्लेटफर्म नम्बर 1मा छ अरे हामी चाहिँ गायब भयो हो हामी गायब भयो है छोड्यो हामी छोड्यो अन्त अब हामी चाहिँ हिँड्दैछ उसको बोक्देऊ न ल अब चाहिँ हामीले बोक्नुपर्ने रहेछ लाइक सो बाई बाई हामी चाहिँ यहाँ खोज्दै खोज्दै आयो यहाँ ओह्रालोमा चाहिँ यति मजा आउँदो रहेछ कि ट्रली तान्नु गुरुरु कुद्दो रहेछ हामी साथीहरूलाई भेटेकै छैन अहिलेसम्म कहाँ गयो गयो यहाँ स्टेसनहरू त यहाँ छ हो यहाँ पनि स्टेसनै हो तर हामी कहाँ गयो यहाँ ट्रेन पनि रहेछ तर हामीले कहाँ पुग्यो साथीहरू भेटेकै छैन हामीले हो अब हामी साथीहरू खोज्दैछ चाहिँ लन्च गर्न आएको सबैजना एकदम भोकले यति खडेर आइरहेको छ होइन यस्तो ड्याङ्की ड्याङ्क दिँदैछ सबैजना सबजना भोकले खडेर सो हामी खाँदैछ टी टाइम हाम्रो सरले किनिदिनु भएको हामीलाई चाय चाहिँ हामी सबजना खाँदैछ चाहिँ अहिले स्टेसनमा निस्किसकेको छ हो हामी चाहिँ एकदम रेडी सबैजना यहाँ ट्रेन आउन आँटेको छ अनि हामी ट्रेनलाई वेट गर्दैछ हाम्रो चाहिँ ट्रेन 6:05 को छ सो वी आर वेटिङ हाम्रो ट्रेन आयो हामी चाहिँ अहिले ट्रेनमा बसिसकेको छ यहाँ मेरो साथी छ यहाँ म त्यहाँदेखि यहाँ पनि हाम्रो साथीहरू छ उतापट्टि पनि हाम्रो साथीहरू छ हाम्रो साथी छ म देखाउँछु यहाँ पनि हाम्रै साथीहरू छ हो त्यहाँदेखिको यहाँ पनि यहाँ छ सङ्गीता प्रधान हामी चाहिँ प्रधान साथमा पढिरहेको छ हो त्यहाँदेखिको यहाँ प्रधानीहरू हामी साथमा छ त्यहाँदेखिको यहाँनिर पनि हाम्रै साथीहरू छ यहाँ पनि हाम्रै साथी हो यहाँ पनि त्यहाँदेखिको यहाँ पछाडि त झन् ड्यामै सबजना हाम्रै साथीहरू यिनीहरू हो सबजना यहाँ उतापट्टिको सिटमा पनि यहाँनिर पनि सबजना सबैपट्टि हाम्रै साथीहरू मात्रै छ सो हामीलाई मजा आउँदैछ यहाँ झालमुरीहरू पनि आउँदैछ अनि हामी सबजना सँगसँगै पढिरहेको छ चाना खाँदैछ टाइम पास
यसरी खाँदैछ चाना टाइम पास हुँदैछ चानाले चाहिँ भक्कु हो मजा आयो चाना खानु दामी ट्रेनमा हाम्रो चाय हुँदैछ चाय हाम्रो चाहिँ यहाँ फ्यान पनि छैन यो फ्यानले यति साह्रो अप्ठ्यारो गर्दो रहेछ कि हामी यहाँको साथीलाई हेर्नु यस्तो गर्नुपर्छ हो यहाँ अर्को साथीमा आयो भर्खर हामी उतापट्टि हो उसको सिट चाहिँ अन्त हामीले एक्लै थियो कि अन्त हामीले कल गरेर आऊ भनेर बोलाएकोलाई चाहिँ हो यहाँ चाहिँ हाम्रो गाइजहरू ड्यामै छ सबजना हाम्रै साथीहरूसँग चाहिँ साक्षी हुँदैछ Give me some rain, give me another chance to wanna grow up once again. Give na 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 na. Tu meri hone lagi. हाम्रो साथीहरू चाहिँ नि बाहिर निस्किनु लागि एकदम रेडी हैन यिनीहरू चाहिँ तर हामीलाई चाहिँ डर लाग्दैछ नि त सरले नजानु भनेको छ नि त बाहिर हो यिनीहरू चढ्नु भ्याएन भने चाहिँ हो यिनीहरू चाहिँ सबजना जाँदैछ बाहिर कि अहिले चढ्नु भ्याएन भने चाहिँ गयो सर हामीलाई चाहिँ एकदम राति भोक लाग्यो होइन खानेकुरा खाने भनेपछि चाहिँ केही हुँदैन खानेकुरा पनि केही आएको छैन हो बेच्ने पनि खालि पानी मात्रै बेच्ने आउँदैछ हो अन्त हामीले चाहिँ यहाँ के बनाएर खाँदैछ यो खाँदैछ हो खानेको कुरकुरे र वाइ वाइ यहाँ मुस्तानी खाँदैछ कुरकुरे वाइ वाइ बिनाएर हो यस्तो खाँदै बसेछ हामी चाहिँ भोक लागेर पानी मात्रै आउँछ खालि बेच्ने पानी मात्रै आउँछ खानेकुरा त केही हुँदैन लु साँच्ची हामी चाहिँ यहाँ रातिको 10 o'clockमा चाहिँ दही खाँदैछ खानेकुरा राम्रो पाउँदैन यस्तै खाँदै बस्दै सबजना उठ्दैछ मुस्कान प्रज्ञा हेलो भगवान त्यस्तो नगरे न नास्ता टाइम चाहिँ यहाँ नास्ता गर्दैछ सबैजना नास्ता गर्दै भ्यू हेर्दै यहाँबाट हामीलाई चाहिँ यहाँ अङ्कलले छेउको अङ्कलले बयर ल्याइदिनु भएछ थ्याङ्क यू अङ्कललाई सबैजनाले खाँदैछ न भन्ने त हो अघि अन्त मिठो छ अरे अङ्कलले ल्याइदिनु भएको यो चाहिँ यहाँ अङ्कलहरूले ल्याइदिनु भएको यसलाई चाहिँ सनिलाले अम्बक सुन्तला ल्याइदिएको थियो अनि हामी खाँदैछ ल सबैजनाले यहाँ सिसामा लिएर आएको यहाँ सिसाै बोकेर बसिरहेको छ ऊ चाहिँ ब्युटिफुल यहाँ चाहिँ प्लेन्स पनि हिल्स पनि बहुत देख्दैछ हामीले चाहिँ अघिदेखि नै फुल्ली प्लेन पनि छैन फुल्ली हिल्ली एरिया पनि छैन रहेछ प्लेन्स पनि छ यता अगाडि यति प्लेन्स छ फेरि पछाडि एकदम डाँडा काँडा पनि देखिरहेको छ चाहिँ ट्रेनमा खाना मगाएको यस्तो सिसामा पाउँदो रहेछ यो त हो कसरी खानु कताबाट खानुभयो मुस्कान कस्तो लाग्यो बात तर्से अरे एकजना यहाँ माथि खाँदैछ एकजना यहाँ खाँदैछ इँटा बनाउने ठाउँ रहेछ यहाँ चाहिँ फ्याक्ट्री पल्युसन ओ गड ब्रिक्सको फ्याक्ट्री भनौँ आफ्नो ट्रलीहरू लिएर यहाँ एकजना पनि रेडी बसेर पहुँच गए हम अगरतला यहाँ जस्तै हामी पुग्यो सबैजना एकदम रेडी हुँदैछ यहाँ अटो फिक्स गर्दैछ वी आर इन अगरतला हामी चाहिँ अब हाम्रो होस्टेलतर्फ लागेको टोटोमा सबैजना साथीहरू अगाडिमा हाम्रो साथीहरू छ पछाडिमा हाम्रो साथीहरू छ वाउ यस्तो दामी चाहिँ यहाँ युथ होस्टेल आइपुग्यो होइन हामी मात्रै रहेछ सबसे फर्स्ट आइपुग्ने हामी तिनजना चाहिँ एउटा टोटोमा आएको थियो नि त अनि हामी नै आइपुगेछ फर्स्टमा चाहिँ रहेछ युथ होस्टेल चाहिँ होइन यो अन्त हाम्रो साथीहरू आउँदैछ अब यहाँबाट हामी चाहिँ सबसे फर्स्ट आइपुग्यो हाम्रो चाहिँ 7 वटा टोटोमा आएको रहेछ अब त्यहाँ 1 होइन 2 3 4 5 6 7 7 वटा टोटोमा आइपुग्यो हामी चाहिँ सबैजना गरेर अलिअलि गर्दै वेटिङ
पर हुँदैछ अन्त हामी वेट गरेको हामी चाहिँ आइपुग्यो हाम्रो रुम चाहिँ यस्तो रहेछ मेरो चाहिँ यो बेड हो हैन यो संगीताको यहाँ भूमिकाको त्यहाँ सनिला प्रज्ञा ऋतु स्वर्णिम तनु यहाँ चाहिँ 10 वटा बेड रहेछ अन्त हामीलाई चाहिँ 8 जनालाई एउटा रुम दिएको छ सो हाम्रो चाहिँ एकदम चोइसमा हुँदैछ रुम चाहिँ आफ्नो आफ्नो बेड हो राम्रो भयो मैले त मेरो बेड पनि मिलाएर राखेँ चटक्कै मेरो बेडसिट ब्ल्याङ्केट सबै राखेर अनि यहाँ साथीहरूले पनि यहाँ मिलाउँदैछ सबैजनाले आफ्नो आफ्नो बेडसिटहरू लगाउँदैछ सो यहाँ त गरमै चाहिँ फ्यान खोल्ने खालके छ अहिले सो वेदर चाहिँ त्यस्तो जाडो पनि छैन ए डिनर गर्न आएको यहाँ लबीमा सबैजना हाम्रो डिनर टाइम चाहिँ 8 PM थियो नि त सो अहिले हामी सबैजना यहाँ डिनर गर्दैछ खाना त राम्रो देख्दैछ अब टेस्ट गर्नुपर्छ कस्तो छ भनेर चाहिँ राति उन्दो चाहिँ एकदम क्रेभिङ भएर चाहिँ ह्याप्पी खाना त्यो ह्याप्पी चाहिँ हामी चाहिँ राति पोत्यौँ न माइ गड यति साह्रो कष्ट ल थ्याङ्क यू वेलकम सनी यु वान्ट बिस्किट भूमिका खाने सङ्गीता के हो बिस्किट खाउने एउटा म बिस्किट खादिनौ खाँदैन अरे क्यान्सल कोही बिस्किट लिने हो थ्याङ्क यू ओइ ओ मलाई पनि पाएँ खाने सनी सुतेको